किन केही नबोली कि बोल्न। बादल तँलाई एउटा कुरा भन्नु थियो तर रिसाउन चाहिँ पाउँदैनस् नि। म रिसाउँदिनँ, भन्न के कुरा। यो दुईजना केटाकेटी मिस्टर राणालाई देखेर किन काट्दैन? साला यो राणा फेरि आएछ, दादालाई गएर भन्नु पर्यो। मेरो भाइ गोर्खेको मृत्युको बदला जसरी भए पनि लिन्छु। त्यस्तो कुरा नगर भतिज। त्यो राणा मान्छेको नाममा राक्षस हो, त्यसले जे चाहना गर्छ त्यो पुरा गरेर छाड्छ। कटेजमा आएछ रुद्र। मैदान तेरो, समय तेरो, खिलाडी तेरा, खेल तेरो, तर जित मेरो। ल अब यो पिण्ड सेलाउने बेला भयो, नदीमा लगेर बगाइदिनुहोस्। रुद्र, यो सब म माथि कसरी भयो? साला त्यो अस्ति माल लुटुवाहरूले गरेको यो। को हो त्यो? उनीहरूलाई ठेगान लगाइसक्यो हामीले। शाबास छोरा रुद्रे। बाघको गुफामा स्यालको रजाई भएको कुनै इतिहास छैन। पण्डितजी, जबसम्म मेरो भाइको हटेराको टाउको काटेर ल्याएर यो फोटोमा राख्न सक्दिनँ तबसम्म म यो पिण्ड खोलामा लगेर सेलाउँदिनँ। भतिज, यो हाम्रो संस्कार हो। तिमीले भाइको आत्माको शान्तिको लागि यो पिण्ड नदीमा लगेर सेलाउनै पर्छ। हेर्नुहोस् काका, जबसम्म मेरो भाइको हत्यारा खुलेआम घुमिरहन्छ तबसम्म मेरो भाइको आत्माले शान्ति पाउँदैन। होइन बाबु, सेलाउनै पर्छ। हेर भाइ, आफ्नो भाइको आत्माको शान्तिको लागि भए पनि यो पिण्ड लगेर सेलाउनै पर्छ। हो दादाजु। ल ल अब छिटो गरौँ, समय जान लागिसक्यो। ल ठीक छ।
मेरो भाइको यो पिण्डको कसम त्यो हत्यारा राणालाई म छोड्दिनँ। हो दादा हजुर, यो राणालाई त्यतिकै छोड्नु हुँदैन। रुद्रे, तेरो कारणले गर्दा आज मैले यो दिन भोग्नु पर्यो। यदि त मेरो छोरा नभइदिएको भए तँलाई यस संसारबाट। राणा साहब, तपाईँले के गर्नु भएको? छोड्नुहोस् बोस, उहाँ त तपाईँकै छोरा हो। यो रुद्रे मेरो छोरो भन्ने लायकको रहेन। तिनीहरूलाई पहिला नै उडाइदिएको भए आज यो दिन मैले देख्नु पर्ने थिएन। केटा, त भर्खर नयाँ छस्। राणा साहबको पावर तैँले बिस्तारै बुझ्दै जानेछस्। बेटा हो, यो रुद्रलाई लगेर कोठामा थुन्याओ। मलाई एकपटकलाई मौका दिनुहोस्। यो राणाको बोली, बन्दुकको गोली लगेर थुन्याओ केटा हो यसलाई। कति हिँडिरहेको छौ? बस। ठिक भन्नुभयो तपाईँले सानो मालिक। ब्रुसले अब बस्नुपर्छ। केटा, मलाई पिसाब लाग्यो, अब फेरि आउँछ है। ओल्ड सर, अब बोसको आदेशअनुसार अब बाहिर जान दिन मिल्दैन। म केही उपाय लगाउँछु है। इधर सर, यसो एउटा काम गर्नु। यस्तो काम मबाट हुन सक्दैन। तिमीहरू बस्दै राख, म 5 मिनट आएँ। इधर सर, जान मिल्दैन। छोडा। हेर्नु अझै बोसले अब हामीलाई बाँकी छोड्दैन। हो ब्रुसले, मलाई पनि त्यस्तै लागेको छ। हाम्रो रुद्र सर अहिलेसम्म आउनै भएन। मैले तँलाई अघि नै भनेको, त्यसरी किन जान दिउँ? अब राणा साहब पनि आउने बेला भयो। अब के जवाब दिने? राणा साहब पनि आउनुभएको छ। अब के जवाब? के हेरेको खोल उठ। ढोका किन ढिलो खोलेको? त्यो रुद्रे खोइ, किन बोल्दैन तिमीहरू? त्यो रुद्रे खोइ। बस, अघि रुद्र सरलाई पिसर लाग्यो भनेर एकछिन छोडेको, तर खै यति बेला जुन भयो आउनै भएको छ। त्यसलाई छोड्नु कसले आदेश दियो तिमीहरूलाई? हे ब्रुसली, त्यो रुद्रे दुनियाँमा जहाँ भए पनि खोजेर यहाँ उपस्थिति गर। ओके बस, म उहाँ जहाँ हुनुहुन्छ जसरी जे गरेर भए नि खोजेर आउँछु। ब्रुसलीले रुद्रलाई ल्याए जस्तो छ। जा गएर ढोका खोल। राणा साहब, हजुरको नाममा उजुरी परेको छ। हामी तपाईँलाई लिनु आएको। तपाईँ हामीसँग हिँडिदिनु पर्यो एकचोटि। जुन ठाउँमा आउनुभन्दा पहिला 100 चोटि सोच्नु जरुरी थियो। त्यही ठाउँमा तिमीहरूलाई कसले पठायो? हेर्नुहोस्, तपाईँ पनि आउनुहोस्।
यो छोरी औषधि ल्याइस् त आमा ल्याए। खोइली औषधि भन् यही बेलामा बिरामी गर्ने नानी दिदी पनि छैन। दिदी नभएर पनि के हुन्छ र आमामा छु त। दिदी भएको भए स्कुल जान पाउँथेस् नानी, दिदी छैन के गर्नु। बिरामी मान्छे कति बोलिराख्नु भएको, चुप लगाएर बस्नु त एकछिन। नानी अब त म धेरै बाँच्दिन होला। के बोल्नु भएको आमा, अबदेखि मेरो अगाडि यस्तो नबोल्नु, फेरि म रिसाइदिन्छु नि। नानी त नरिसा न, त पढेर ठुलो मान्छे बनेको हेर्न मन छ। आमा, बादल भोलि सहर जाँदैछ अरे, म भोलि भेटेर आउँछु नि। ल ल जाऊ न क। बुढा, हाम्रो छोरा बादललाई सहन पुऱ्याउँदा हुँदैन र? यति पुरिरहेछ क्यारे। हुँदैन सरिता, हाम्रो छोराको उज्जवल भविष्यको लागि भए पनि यसलाई सहर पठाउनै पर्छ। हजुर, बस फिर्न सक्छ, अलि छिटो गर्नुहोस्। आमा, तपाईँ निराश नहुनुहोस्। केही समयको लागि म पढ्न त जाने हो नि, त्यसपछि म हल्दासमा बस्न आइहालेँ। ल छोरा, राम्रोसँग जाऊ, राम्रोसँग पढ। सहरमा काका काकीले भनेको मान है, बिग्रिएर नहिँड, आफ्नो ख्याल गर। छोरा, टाउको सिर कहिले नझुकाउनु, राम्रो मान्छे बन्नु। हस् त भाइ, अब भतिजा लिएर जान्छु। हस् त भाउजू। दाइ, आमा, बुवा। काका, वर्षा पनि उता रहेछ, म वर्षालाई भेटेर आउँछु है। ल ठिक छ, अलि छिटो आउनु है, म यहाँ कुरियर बस्छु नि फेरि। बादलले ढाक्यो आज यो आकाश, तिमी सम्झिँदा भिजो मेरो सास। वर्षा, म त सहर जान आँटे। जा न त जा, के खान बसेको। नरिसा न वर्षा, मैले त मजाक पो गरेँ त। म तँलाई नै भेट्न आएको। बादल, सहर नजाँदा हुँदैन र? के गरौँ, बाबाले मान्नुहुन्न। ल ल, राम्रोसँग जा। ल ल, म राम्रोसँग जान्छु, अनि तैँले मलाई यही गाउँमा रुकेर बस्नुपर्छ है। ल ल जा। तैँले मलाई पर्खिरहनु है। ल ल बादल, जाम। आमा पनि बिरामी हुनुहुन्छ। अधुरो लाग्छ यो छाया, भिज्दैछु म तिम्रै सम्झनामा। के भयो फेरि तँलाई? आउन फेरि मेरो संसारमा। ए आएछ, ल भति, ल छिटो जाउँ। सहर कस्तो राम्रो होला है। हो, कति राम्रो देखिन्छ, झिलिबिली देखिन्छ, बजारमा गाडीहरू गुडिन्छ, धेरै राम्रो देखिन्छ। काका, म त सहरमा ठुल्ठुलो गाडी हेर्दै बस्छु। ल ल हुन्छ। काका, म त सहरमा गएर धेरै पढेर ठुलो मान्छे बनेर यो सहरमा आएर म त मान्छेको सेवा गर्दै बस्छु। आहा, बाबुको सोच त कति राम्रो।
काका सहरमा त कति धेरै गाडी घुर्दो रहेछ है। अनि यहाँ त यस्तै हो नि। बाबु बादल तिमी आइपुग्यौ अनि बाटोमा चाहिँ राम्रै भयो। काकी बाटोमा त कति धेरै गाडी कुदिरहेछ नि। हो अनि रमाइलो लाग्यो। अँ हो ठिक छ। अब तिमी पढ्नु भनेर सहर आएको छौ होइन। अब म तिमीलाई भोलि लगेर भर्ना गरिदिन्छु। राम्रोसँग पढ्नु ज्ञानी हुनु। अब गाउँघरमा जस्तो हुँदैन सहरमा। सहरमा कसैलाई आफ्नो भन्न अलिक विश्वास गर्न सकिँदैन। राम्रोसँगले साथीहरूसँग पनि यसो बुझेर साथी सङ्गत गर्नु है। अनि काकी काका किन कोठामा नआउनु भयो? अनि मेरो भतिज भर्खर गाउँबाट आएको छ अनि मिठो मिठो खुवाउनु परेन। काका त अनि तिमीलाई मिठो मिठो खानेकुरा लिनलाई बजार जानुभएको नि। अनि काकी यहाँको स्कुलहरू त कत्रो ठुल्ठुला होला है? ठुलो छ नि बाबु, यहाँ राम्रो छ, पढाइ पनि राम्रो हुन्छ, गाउँको जस्तो होइन। यहाँ त तपाईँको सरकारी भने पनि सबै इङ्ग्लिस मिडियम हुन्छ, राम्रो हुन्छ नि त। यहाँको पढाइ त सहरको पढाइ त राम्रो हुन्छ नि, गाउँको भन्दा धेरै फरक हुन्छ बाबु। बाबु बादल तिमी बस्दै गर, म खाजा बनाउँदै गर्छु। तिम्रो काका पनि अब बाटोमा आउँदै हुनुहुन्छ होला है। म गएँ है त। म भन्दा ठुलो छ क्या हो, कत्रो आँखा। ओहो यसको बच्चा क्या हो? आमा बादल वर्षा जस्तै झरिरहेछ माया, तिमी बिना अधुरो लाग्छ यो छाया। भिज्दैछु म तिम्रै सम्झनामा, आउन फेरि मेरो संसारमा। पानीको थोपा जस्तै झर्छन्